हेलो नमस्ते, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। र म चाहिँ धेरै समयपछि चाहिँ अलिकति पुरानो भिडियो लिएर आइरहेको छु। यो चाहिँ मेरो अलिक अस्ति विन्टरको फ्लावरहरू हो है, अनि मैले 2टा भिडियो बनाएको छु र म फर्स्टमा चाहिँ यो भिडियो अगाडिको हो र यो भिडियो एडिट गर्न गइरहेको छु। मैले नभ्याएर चाहिँ एकदम ढिलो भएको थियो, मैले गर्नु भ्याइनँ र मजाले ब्लुम भएको थियो र मैले हाल्नु पनि पाइनँ। र अब ढिलै भए पनि म हाल्न गइरहेको छु। अगाडि देखाएको थिएँ स्टक फ्लावर, त्यसको बादमा सिनेरिया पनि देखाउँदैछु है। सिनेरियाको बादमा अब यो मेरो डल्लै यहाँको सिजन फ्लावरहरू हो। सिजन थस रह्यो यो, र पाउडर फुल भनिन्छ अर्को, प्रिमुलाको भेराइटिजमा आउने। अनि यो चाहिँ रहेको पछाडिको चाहिँ लोकल हो मेरो सिजन थस। मेरोमा योपालि हाइब्रिड भन्दा बरु लोकलै राम्रो फुल्यो सिजन थस चाहिँ, किनभने सिजन थसको बिरुवा चाहिँ खै किन हाइब्रिड राम्रो फुल्नुपर्ने, तर राम्रो फुलेन मेरोमा योपालि। र त्यसै गरेर यसरी मैले फ्लावरहरू यसै गरेर एड गर्दै रहेको छु। यो रोपेको छु र तर यो फुल चाहिँ सबै मऱ्यो है। मुनिको जुन लेडी पर्स देखाएको थिएँ मैले, यो चाहिँ मेरो सेकेन्डमा ल्याएको लेडी पर्स छ र फर्स्टमा ल्याएको फुलेको छ। र यो साइडमा प्रिमुला एकदमै राम्रो फुलिरहेको थियो है यति बेला। यो चाहिँ भर्खर नयाँ फुल्दै गरेको फुलहरू। योपालिको वेदरले राम्रोसँगले साथ दिएन, हजुरहरू सबैलाई थाहा नै भएको कुरा हो, पानी बेसी पर्यो है। र पनि फुलेर राम्रो झिलिली त भएको थियो त्यति बेला, त्यो समयमा मैले हाल्नु चाहिँ पाइनँ, एकदम दुःखको कुरा हो मेरो लागि त्यो चाहिँ। र म ढिलो भए पनि हाल्नु पर्यो भनेर चाहिँ मेरो रिमेम्बर पनि हुन्छ र हजुरहरूलाई पनि देखाउनु चाहन्छु भनेर चाहिँ मैले यो भिडियो लिएर आइरहेको छु। र मेरो गार्डनमा चाहिँ यसरी फेरि यो चाहिँ लेडी पर्स कस्तो मजाले फुल्यो कि, मैले फर्स्ट टाइम रोपेको हो यो चाहिँ, मेरो गार्डनको फर्स्ट टाइमको यो एक्सपिरियन्स हो। एकदमै राम्रो हुँदो रहेछ, यो पनि एकदम राम्रो थियो। र तपाईँहरूलाई थाहा छँदैछ म सिजन फ्लावर पनि एकदम बेसी प्रिफर गर्छु। र जेरेनियम पनि पुरै छ मेरोमा है, मैले योपालि धेरै एड पनि गरेको छु। र इन्डिभिजुअल गरेर चाहिँ मैले देखाएको छुइनँ है, ओभरअल देखाउँछु, किनभने इन्डिभिजुअलमा बादमा अलिक धेरै कलेक्सन गरेपछि देखाउन चाहन्छु। र यहाँ चाहिँ मेरो सिजन फ्लावरहरू मेरो गार्डनमा चाहिँ यसरी देखिएको थियो है। र यो जेरेनियम चाहिँ यति दामी फुलेको थियो नि, यति दामी फुलेको थियो कि भन्नु है। रियल आँखाले हेर्दाखेरि त अझै दामी देखिरहेको थियो, एकदमै राम्रो थियो। र यसरी ब्लुमिङ भएको थियो, हजुरहरूलाई कस्तो लाग्यो है। मैले चाहिँ जेरेनियमको चाहिँ धेरै एक्सपिरियन्स गरिसकेको छु, एकदम 5-6 वर्ष 7 वर्ष भयो मैले बेसी नै लगाएको चाहिँ है। र पेन्जी फ्लावर ल्याएको थिएँ, भर्खर ब्लुमिङ हुँदै थियो यहाँनिर है, पनि पानी पर्नु थालेपछि मजाले फुल्नु पाएन, तैपनि यतिको राम्रो फुलेको थियो। र यो साइडमा रहेको थियो पिटुनिया है। पिटुनियाले चाहिँ यति साह्रो साथ दियो नि मेरो गार्डनमा, कति लामो समयसम्म फुल्यो। र यहाँनिर राखेको थिएँ पालरगोनियम, त्यसको साथमा यता भित्र नअटेको सिजनल फ्लावरहरू यता राखेको थिएँ। र पानी झरीले पनि नबिगार्ने फुल चाहिँ यो आइस फ्लावर रहेछ साथीहरू है, तपाईँहरूले पनि खोजेर रोप्न सक्नुहुन्छ। र यो एन्जेलिया पनि मजाले ब्लुम भएको थियो। एन्जेलिया चाहिँ जति पुरानो बोट हुँदै गयो अनि मात्रै ठुल्ठुलो फुल बक्कुँदै फुल्दै जाँदो रहेछ। नयाँमा चाहिँ एउटा दुईटा मात्रै फुल्दै रहेछ, अनि पुरानो बोट हुँदै गएपछि चाहिँ बोट ढाकेर है, बोट नदेखिने गरी फुल्दै जाँदो रहेछ। यो चाहिँ मेरो एक्सपिरियन्स। र यसरी नै मैले भुइँमा डेन्टस यसरी लगाएको थिएँ, र मैले योपालि डेन्टस धेरै बनाउनु ट्राई गरिरहेको छु मेरो गार्डनमा भुइँमा। र अलिअलि गर्दै एड गरेर चाहिँ म परैसम्म पुर्याउन गइरहेको छु। अनि त्यसो गरेर चाहिँ रोजहरू रोपेको छु है। अनि यसरी अब तपाईँहरूलाई म अहिलेको अपडेट पनि देखाउने छु है। यो चाहिँ मेरो अगाडिको भिडियो, रोजहरू यसरी फुलिरहेको छ। अहिलेको अपडेटहरू भने चाहिँ म नेक्स्ट भिडियोको पनि नेक्स्टमा मात्रै देखाउने छु, नेक्स्ट भिडियो पनि मेरो अझै आउने छ। र यो चाहिँ मेरो फर्स्ट भिडियो रहेको छ है। तपाईँहरूलाई कस्तो लाग्दैछ मेरो गार्डन प्लिज कमेन्ट गरिदिनुहोस् होला। अनि यदि मेरो कतिजना नयाँ भ्युअर्सहरू हुनुहुन्छ होला यसमा है, अनि प्लिज लाइक सेयर अनि सब्सक्राइब पनि गरेर गइदिनुहोस् होला।
र फेरि आउँदो भिडियो पनि हजुरहरूलाई म यस्तै राम्रो फ्लावरकै विषयमा लिएर आउने छु र मजाले हेरिदिनुहोस् होला है, कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् होला। र अब कतिलाई चाहिँ अब केयर टिप्सहरू पनि चाहिन्छ होला होइन, चाहिन्छ मैले गरेको तरिकाहरू मन पर्यो भने चाहिँ मलाई कमेन्ट गरिदिनुहोस्, त्यही हिसाबले म तपाईँहरूलाई पनि भिडियो दिनेछु बनाएर र रिप्लाई पनि दिनेछु, कमेन्ट पनि गरिदिनुहोस् होला। र सबैजनाले एकअर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढौँ है। अनि त्यसै गरेर यहाँनिर प्लान्ट थियो मेरो अगाडिको भिडियोमा पनि देख्न सक्नुहुन्छ। र साथीहरू यो छ नि प्रिमरोज, योलाई चाहिँ मैले नजानेको हो कि के हो मैले बुझ्नु सकिनँ, ढक्कमक्क परेर फुलाउनु चाहिँ सकिनँ, अलि मात्रै फुल्यो। त्यो चाहिँ मैले अझै एक्सपिरियन्स गर्नुपर्ने छ, यो किन हो याद भएन। र यो साइडमा पनि प्रिमुला अलिअलि राखेको थिएँ र प्लान्टहरू माथि थियो है। प्लान्टको त मेरो यो फिक्स जग्गा हो, सबैलाई थाहा छँदैछ पहिलाको भिडियोमा हेर्नु हुनेहरूलाई है। त्यसरी नै मेरो गार्डन चाहिँ यसरी नै मैले डेकोरेट गरेको छु होइन। हजुरहरूलाई कस्तो लाग्छ? अन्त यहाँनिर पिएस भन्छ है यसलाई, त्यो छ। र यो प्लान्ट कति राम्रो देख्दो रहेछ, जेट के भन्छ, जेट प्लान्टकै भेराइटिजमा पर्छ, तर के हो एक्जेक्ट नाम यो मैले खोजेको छुइनँ, नाम साह्रै याद भएन। र यसरी पछाडि पनि प्लान्ट, तर प्लान्टहरू चाहिँ धेरै मास्यो साथीहरू मेरोमा, किन हो मैले फुलले गर्दा प्लान्ट अलिक हेर्न भ्याइन कि के भयो है। भन्दै थ्याङ्क्स फर वाचिङ, बाई बाई, लभ यु।